Hello ladies and gentlemen, how are you everyone guys? हजुरलाई सबलाई स्वागत छ मेरो YouTube च्यानलमा है त गाइस। आज हामी जग्गा खेल्न गइरहेका छौं। हाम्रो सिंगल प्लेयर गेम भन्छ पार्किङ हैन। बेस्ट तरिकाले हामी आज गेम खेल्ने छौं। हामीहरु रमाउँदै बिन्दास तरिकाले इन्जोय हान्दै खेल्ने छौं गाइस। फर्स्ट अफ अल त हजुरले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला है त। मैले भन्न चाहन्छु र एउटा कुरो आज हामी सिंगल प्ले खेल्न गइरहेका छौं। ल कुन म्याप खेल्नु त आज हामीले मैले विचार गरेछु मैले अफ रोड चाहिँ खेलौँ जस्तो लाग्यो। अफ रोड भनेको यस्तो छ कि हैन टक्क लाएर डाँडा कानादेखि दिएर ब्याङ बुङ हुन्छ नि त त्यो है। ल अफ रोडमा जाउँ हामी है। ल लोडिङ देखाइरहेको छ एकछिन जस्ट वेट गाइस जस्ट वेट। ओके आप लोग वेट कीजिए गेम को लास्ट तक बनिए है ना। हामी आज बहुत अच्छे से गेम खेल रहे हैं बस यही हो यही हम अच्छे से खेलेंगे है ना। अच्छा गेम गेम चालू क्यों नहीं हो रहा है यार क्या नो साउंड अच्छा क्या दिखा रहा है चालू क्यों नहीं हो रहा चालू क्यों नहीं हो रहा चालू हो जाना भाई चालू हो जाना भाई चालू हो जा। वाओ फाइनली गेम आ चुका है। ओके अब स्टार्ट किधर से करना है स्टार्ट करना किधर से स्टार्ट करना किधर से स्टार्ट करना किधर से है स्टार्ट करना किधर से किधर से किधर से करना किधर से। अच्छा आई वाह क्या साउंड है भाई क्या साउंड है भाई। फरारी फ्लॉप है भाई कौन सा गाड़ी है मालूम नहीं गाड़ी तो लेकिन साउंड तो फरारी जैसे है जैसा जो साउंड आता है ना बूम बूम टाइप साउंड देखो वाह 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 जबरदस्त साउंड है। अच्छा ये रेसिंग जो है ना यहाँ पे 1 2 3 अच्छा ये देखो रेसिंग भाई साउंड बाय 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 19 20 30 साउंड जबरदस्त भाई शिट क्या रे भाई कब बनेगा तू प्रो ड्राइवर तू रेसर बनेगा क्या। देखो गाइस रेसर बन गाड़ी ऊपर चला गया मुश्किल नहीं है हम खेलेंगे आराम से। हाँ हम लोग खेलेंगे मुश्किल नहीं है। चला कुछ रेसर का इज्जत तो रख दे रे बाबा क्या यार पूरा तोड़ फोड़ के जाएगा क्या। अच्छा 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 ल ल ल ये के भइरहेछ भाइ हाँसो लागिरहेछ मलाई के भन्छ वाट्सएपहरू चाहिँ बोल्दै देखिन्न है गाइस। ल 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 लिक पकर लिक पकर लिक पकर लिक पकर लिक पकर 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 लिक पकर अब जान्छ सरासर भइन्छ अबसँग। आमा साउन्ड हेर्नु साउन्ड बुम 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 साउन्ड खतरनाक साउन्ड है भाइ खतरनाक साउन्ड है खतरनाक। ओहो कहाँ गइदिरहेछ भने कि यो के भइरहेछ कि यो ल ल ल ल ल ल ल ल ल ड्राइभरको चाहिँ मैले बेइज्जती गर्ने भयो त आज। ल फेरि जहाँबाट आएको थिएँ चल्दिनु चल्दिउँ न त चल्दिउँ हेरिदिउँ कस्तो रहेछ। त्यहाँनिर इन्डिङ पोइन्ट त देखाउला नि इन्डिङ पोइन्ट त होइन इन्डिङ पोइन्ट त देखाउला नि केही छैन। चल 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 सर लगाइस हजुरहरू एउटा कुरो के भन्न चाहन्छु भने म हाम्रो सम्पूर्ण मेरो दाजुभाइ दिदीबहिनीहरूलाई है मेरो मनैदेखि के भन्न चाहन्छु भने हजुरहरूले को मान्छेहरूले यो गेम खेल्नु भएको छ खेल्नु भएको छैन है कमेन्ट गर्न नभुल्नु होला। वाउ क्या छ सिन हेर्नु साउन्ड सुन्नु न मैले यसको हेडफोन लगाएर होइन यो साउन्ड धुममा पार्दाखेरि नि साउन्ड नै बेग्लै फिल हुन्छ क्या हुम टाइपको हेर्नु न हजुर। अनि यो त डाँडा काँडा त सेम हाम्रो फिल ल ल ल ल ल हाम्रो त सेम खतरनाक फिल आयो यार यो सँग ड्राइभिङ गर्दा दामी सिन बेस्ट सिन क्या कति राम्रो हो। आई वफ 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 दामी दामी मलाई धेरै लामो त बनाउँदिनँ होइन तर चाहिँ दामी लाग्यो नर्मल्ली कति नै होला र ठिक छ बेस्ट 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 वाउ क्या दामी ड्राइभिङ पनि भइरहेछ होइन खतरा सिन ला 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 वाउ वाउ सिन पनि दामी के हेर्नु त कति राम्रो इन्ट्रेस्टिङ सिन क्या दामी होइन लिमिटमा ड्राइभ गऱ्यो भने त दामी हुँदो रहेछ क्या। ल कतिवटा आउँछ यो माथिको यो गेटहरू
दामी के दामी हो माय गॉड हजुरलाई कस्तो लाग्छ है ल गाइस कमेन्ट चाहिँ गरिहाल्नु होला त ब्याट बुट अनि एउटा कुरो चाहिँ तपाईँले भाइलाई सब्सक्राइब गर्नु भएको छैन एक्चुअल सब्सक्राइब बटन हेर्नु त सब्सक्राइब बटनमा गएर गरिदिनु एउटा तपाईँको भाइले पनि यति दुःख गरेर भिडियो बनाइरहेको छ कि है अनि तपाईँहरूले चाहिँ यसो भाइको भिडियोहरूलाई यसो हेरिदिनु होला होइन हेरिदिएपछि कमेन्ट र लङ हेरिदिएर भाइलाई पनि एउटा कामयाबीको बाटोमा हिँडाइदिनु न लाउँदैन ल ल ल भाइलाई पनि कामयाबीको बाटोमा हिँडाइदिनु न हुँदैन हुन्छ नि होइन त्यही त भनेको त हजुरको एक लाइकले एक सब्सक्राइबरले आहा मेरो मनै कति दङ्गे पारिदिन्छ क्या त्यही भएर भनेको ल ओके 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 कालो चढा आहा कति राम्रो साउन्ड कति राम्रो वाउ फिल त सच्चै फिल त बिन्दास फिल हुन्छ यार दामी फिल दामी फिल दामी फिल दामी फिल दामी फिल दामी फिल दामी 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 ओके ओके वाह 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 स्पिड 54 भन्दा बढीको स्पिड छैन यहाँ क्या अब स्पिड तडाउँछ ल हामी यस ड्राइभिङ प्रो ड्राइभिङ भनेको यो हो क्या प्रो त होइन कि होइन लिटिल बिट प्रो भन्दा हुन्छ भर्खर बस सुरुवात स्टार्टिङ ल ल ल वाह वाह ड्राइभिङ अब मैले सिकिसकेँ अब म गाडी कुदाउने होइन हान्ने हो पुरै सिकिसकेँ मैले त अब गाडी सिकिसकेँ गाडी त म उडाउने हो गाडी अब मैले जानिसकेँ अब कसरी खेल्नुपर्छ भन्ने कुरा यहाँ ड्राइभिङ ल देख्यो आहा यस्तो बाटोमा 60-70 स्पिडमा हान्नु भनेको त म प्रो होइन अनि 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 मैले सिकिसकेँ अब त कुदाइदिने हो उडाइदिने हो अब हेर्नु है गाइस ल ल ल देख्नु हेर्नु सिकिसकेँ त मैले हेर्नु देख्नुभयो वा यस्तो टर्निङमा पनि बाटो चिनिदिन्छु मैले सिकेँ त नि खतरा सिकिसकेँ अहिले आइया ओ शिट एक्सप्रेसन नभए पनि कभरिङ चाहिँ ओभर छ क्या फेरि है कस्तो हेऱ्यो के भयो अब यसलाई कहाँबाट ब्याग ब्याग टायर त उडिरहेछ त केही छैन नर्मलै हो ओके आरामसँग ल ल ल आरामसँग यसरी हो सिम्पल दामी ल उडा आहा बोर्डै गइदियो केही छैन आई विल गिभ माई बेस्ट नेक्स्ट टाइम ओके अहिले चाहिँ ट्राई गर्दैछु आई विल ट्राई म ट्राई गर्नेछु बेस्ट नेक्स्ट टाइम नट नाउ नाउ त इन्ट्रेस्टिङ म त अहिलेको लागि त होइन सबैलाई मन पराउँछ क्या अहिले त इन्टरटेनमेन्टको लागि हो क्या मेरो जति पनि भिडियो हेर्नुहुन्छ मेरो दाइ भाइ दिदीबहिनीहरूको लागि इन्टरटेनमेन्ट प्लस भाइहरूको लागि इन्टरटेनमेन्ट होइन मेरो लागि इन्टरटेनमेन्ट हो क्या यो चाहिँ म चाहिँ कहिलेकाहीँ यसो माइन्ड फ्रेस गर्नुको लागि चाहिँ गेम खेलिदिने हो है त बिन्दास तरिकाले गेम खेलिदिने हो टेन्सन छैन चिल भन्ने हो ल ओहो के हो त यो ओहो केही छैन हामी दिनेछौँ हामी बिन्दासले खेल्छौँ हामी फेरि पनि आइसकेको छ तर माथि क्लाउड हेर्नु न बादलहरू हेर्नु त बादलहरू कति दामी आहा यो बादलहरू हेर्नु न दामी बादल हेर्नु त्यहाँ रुखहरू हेर्नु सेम हाम्रो नेपालको फिल छैन होइन सेम फिल त्यस्तै तर नेपाल पाहाडमा यस्तो ड्राइभिङ ठाउँहरू पनि सक्दैन भन्ने कुरा होइन बनायो भने त यस्तै बन्छ यार हाम्रो त नेपालमा फेरि ठुल्ठुलो पाहाडहरू छ क्या यो भन्दा पनि जान्दैन भन्छु हाम्रो त यता सानो पाहाडहरू छ हेर्नु न यो त बाइकहरू त डाँडामै लगिन्छ तर हाम्रो नेपालको जस्तो पाहाड त हेभी हिल्स माउन्टेनहरू त खतरा हुन्छ नि हाम्रो नेपालमा त ल हेर्नु पाहाड हेर्नु त गाडी ठोकेको यताउता नहेर्नु तपाईँ पाहाड हेर्नु माथि हेर्नु त्यो गाडी त ठोकिन्छ नि त गाडी रियालिटीमा त ठोकिन्छ भनेपछि यो त अनि त कमेडी यो त के भन्छ यो त गेममा ठोकिहाल्छ नि टेन्सन कुरै भएन तपाईँले वरपरको सिन पाहाड हेर्नु तपाईँहरूले गाडी ठोकिन्छन् एक्सिडेन्ट हुन्छ
सबै हुन्छ नि अनि अब यसको अब ल ल ल ल ल ल फेरि कहाँ गइदिरहेछ भन्दाखेरि किन गइदिरहेछ भनेर ल ल ल ल यहीँबाट हामी ल ल ल फेरि घुम्दै ढुङ्गामा ठोकिन्छ अब फेरि ठोकिहाल्यो नि सेट ल ल ल ल ल ल अब फेरि ल ल ल पल्ट्यो गाडी अब के गर्ने यहाँ त फेरि माथिको दाबे पनि चिरा आउँछ यसरी है ल अब चाहिँ फेरि हामी के छ हामी सिधा कुदा यसको किन यो ह्याबी यो भइरहेको छैन उकालो भएर किन ल ल ल ल के भएको छ भनेको यो किन यस्तो भइरहेछ किन वाइ कुदा गाडी पास हामी मुनि आइदिएको झर्दिएको सिप बाटो अघि चढेको भनेर हामी भने ल ल ल दामी ओके इट्स फाइन भाग वाउ भेरी नाइस ल कन्ट्रोल बेबी कन्ट्रोल ओके 76 स्पिडमा कुदिरहेछ गाडी हाम्रो अब है ब्रेक झ्याप्पा ए फेरि कहाँ ओ सेट ल फेरि उता चल्दिउँ के हुँदैन साँच्चीकै दामी छ गाडी कार रेसिङ ड्राइभ यो गाडी मलाई साह्रै मन पर्यो क्या मलाई यो चाहिँ हेर्नु हजुरले पनि ट्राई गर्न सक्नुहुन्छ दामी बेस्ट I like it baby ल कुदा जानु पर्यो नि त भागेर पुरा सिन भाग्नु पर्यो क्या पुरा भाग्नु पर्यो ल कुदा तर साँच्चै एउटा कुरो भनौँ मैले यहाँ चाहिँ तपाईँहरूको राम्रो क्या हो चाहिँ तपाईँको होइन यहाँ चाहिँ यसको जुन साउन्ड हेर्दाखेरि अनि यो सबै हेर्दा बेस्ट क्या दामी सिन क्या हो चाहिँ साउन्ड हेर्दाखेरि होइन टक्क सुन्दाखेरि फिल मजाले आफ्नै फिल आउने क्या टक्क ड्राइभिङ गरेछु मैले जस्तो क्या होइन बिन्दास तरिकाले यताउता हेर्दाखेरि चाहिँ केही छैन हजुर पनि ट्राई गर्नु खेल्नु होइन ट्राई गर्नु खेल्नु म ठोकिसकेदेखि म के डोगिरहेको त म यहाँबाट जान्छु अब यस्तो गर्छु बास हुँदैन यो त किन नभएको ओके के छ गाडी कुद्ने सिधा गाडी कुद्ने ल अगाडि सिधा स्ट्रेट कुदाउनु पऱ्यो नि त तर यहाँको सिन चाहिँ दामी क्या यो सिन चाहिँ के खतरनाक सिन रहेछ भनेको हेर्नु त यो सिनमा तपाईँहरूले रियालिटीमा हजुरले गेम खेल्न पाउनुभयो भने रियलमा हजुरले ड्राइभ गर्न पाउनुभयो भने कि गर्न सक्नुहुन्छ कतिपय दाइहरू त रेसर हुनुहुन्छ होला कतिपय दाइहरूलाई ड्राइभ गर्न आउँछ दामी होइन हाम्रो नेपालमा को कम छ र ड्राइभिङ गर्नुको लागि होइन तै पनि यस्तो बाटोमा हजुरलाई ड्राइभिङ गर्नु मौका पाउनुभयो भने के गर्नुहुन्छ हजुरले कमेन्ट चाहिँ गर्नु है ल म त कुदाइदिन्छु म त ठुक्राइदिन्छु म त ठोको चाहिँ मतलब भएन होइन म त कुदाइदिने हो है ल अब यहाँबाट के छ यस्तो रहेछ ओके ओ अगाडि के नि के होला त्यहाँ जस्तै हुन्छ नि फ्युलहरू घर रहेछ त्यहाँ फ्युल भन्ने ठाउँ हो यो फ्युल भन्ने ठाउँ अहिले भरिदिउँ कि फ्युल एकचोटि भरौँला है अहिले जाम एकचोटि भरौँला अहिले फेरि आउँछ कि खै कुदा पनि पाउला नि फ्युल हामी छ त अलिकति छ त फ्युल बस अब के भन्ने त क्या दामी सिन भइरहेको छ त होइन अब हामी बुढाउने छौँ गाडी है ल हाम्रो फ्युल ठक्या इनफ छ यस गाइस यो मलाई शङ्का लागिरहेको थियो क्या मलाई यो हुन्छ कि अब
माथि आउनु पऱ्यो नि त माथि 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 यसलाई ब्याग ओके यसलाई अब हल्का ब्याग लिएर त्यहीबाट जानु पर्ने हो त जानु भयो अगाडि बढ्न किन कुदेर छैनस् बढेकै छैन यो गाडी के भइरहेछ स्पिड नि ल ल ल यो रेस भनेको रेसको बेइज्जत गरेको त के मेरो गाडीहरू तोडी ब्लास्टिक भइसकेको छ क्या अब अर्को गाडी चाहिँ नलिक भएको छैन एउटा लिनु पर्यो खतरनाक गाडी लिनुपर्छ ल वाह 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 दामी सिन कन्ट्रोल त हुनु पऱ्यो क्या गाडीमा ल ल ल ल तर जे जस्तो भए पनि ड्राइभिङ गर्नु चाहिँ मजा चाहिँ आउँछ है गाइस मैले फ्युल खोजिरहेको छु अब फ्युल हाल्नुपर्ने पेथाले भइसकेको छ गाडीमा होइन गाडीमा फ्युल चाहिँ हाल्नुपर्ने छ एकछिन म गाडीमा फ्युल कहाँबाट हालौँ भन्ने छ होइन अनि हजुरले चाहिँ कुन गेम मनपर्छ हजुरलाई ल भन्नु त कमेन्ट गर्नु छिट्टो कमेन्ट गर्नु कुन गेम मनपर्छ हजुरलाई हजुरहरूलाई कुन गेम मनपर्छ कमेन्ट गर्नु नेक्स्ट टाइम त्यही गेम लिएर आउँछु म ड्राइभरको ल कमेन्ट गर्नु हजुरलाई गेमको नाम थाहा होला होइन गेमको नाम थाहा छैन भनेपछि मलाई कमेन्ट गर्नु म कमेन्ट भनिदिन्छु ल बुझ्नुभयो हजुरले गेम खेल्नु भएको होला नि बेस्ट हो क्या यसमा यो व्हिलहरू सबै जोड्नु मिल्दो रहेछ होइन तर मसँग चाहिँ राम्रो नभएर सेटअप नभएर चाहिँ हो क्या मैले यो राम्रो जोड्नु पाएको छैन होइन जोड्नु सकिनँ अब गरिब मान्छे भर्खरै अब स्टार्ट गरेको च्यानल पनि होइन ल भर्खरै च्यानल स्टार्ट गरेको अब खासै मैले सेटअप केही पनि थाहा छैन मलाई यसको बारेमा है के भन्ने त अरू केही छ त वा कालो फ्युल त भर्नुपर्छ अब चाहिँ भर्छु मैले अब चाहिँ भर्छु कहाँ ठोकिरहेको फ्युल भर्नु जाने हो कि अब ब्यागमा पहिले ब्याग चलो जाउँ फ्युल भर्नु किन जाने हो जहाँ चल्दै मेरो कस्तो ठोक्यो क्या ल चल्दै पनि फ्युल के चाहिँ बढ्नु दाम पर्ने हो यहाँ ग्यास फ्युल भर्नु अच्छा फ्युलिङ फाइनली यहाँ फ्युलिङ भइरहेको छ हाम्रो है अब यहाँ कति देखाउँछ त बढाउनु देखाइरहेको छ बटनमा फ्युलिङ भनेको होइन फ्युलिङ देखाइरहेको छ फाइनली हामी फ्युलिङ गर्दैछौँ गाइस गाडीमा होइन ओके केही छैन नर्मली तरिकाले फ्युल भरिरहेको छ अब ट्याङ्कमा बच्छ होला नि घन्टे ट्याङ्क इज फुल गरेर फ्युल फुल भएको छ थोरै ब्याक गरौँ अनि ब्याक गरेर हामी सिधै कुद्दैछौँ हामी है चल बाटो चल्दैन कि ब्याक गर्दा नि यहीँबाट चल्दिउँ केही हुँदैन तोडफोड गऱ्यौँ ल ट्याङ्क इज फुल भनेको छ होइन ट्याङ्क फुल भइसकेको छ अब हामी नर्मल्ली हामी कति किलोमिटर चल्न सक्छौँ त हामी चल्छौँ हामी इनफ चल्न सक्छौँ है लास्टै बोरिङ पनि अब एउटा हुन्छ नि त राम्रो सेटअप नभएर होला डाइरेक्ट लाइभ नभएर होला होइन बोरिङ फिल भइरहेछ क्या केही छैन जाउँ हामी राइडिङ हान्नुपर्छ हामी राइडिङ हानिहाल्छौँ तर मजा त बिग्लिसक्यो यसमा गाडी ड्राइभ गर्ने अन्त मसँग ब्लुटुथ हेडफोन नभएर हो कि होइन हेडफोन र ब्लुटुथ भएको भए खतरा फिल हुन्थ्यो होला क्या मैले ड्राइभिङ हानेको जस्तो मैले त 2 घन्टा 5 घन्टा खेली बसिन्थ्यो होला क्या एकताल यो गेम ट्राई गर्नु हजुरले दामी छ खतरा छ हाम्रो नेपालमा एउटा कुरा के छ भने नेपालमा कति छ हाम्रो अडियन्सहरू इनफ छ होइन तर त्यही कुराहरू अहिले हामीसँग यहाँ नभएर कहाँ अडियन्स के गर्नुपर्ने हुन्छ होइन नेपालको मान्छेहरूले जति पनि नेपालको दाजुभाइ दिदीबहिनीहरू हुन्छ सपोर्ट गरिदिनु भाइले अनि सब्सक्राइब गरिदिनु कमेन्ट गरिदिनु लाइक गरिदिनु तपाईँहरूको एउटा मिठो कमेन्टले होइन मलाई चाहिँ साह्रै मनोबल बढाउँछ क्या मनोबल भन्छ नि मनको शक्ति बढाउँछ अगाडि बढ्नको लागि आँट बढाउँछ है त बुझ्नुभयो ल ल ल ल ल कुदाम झुम 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 वा दामी झुम 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 ओ माई गड के भइरहेछ के एउटै हाल्ने कभर ओके गाइस मेरो भिडियो गएको कारणले गर्दाखेरि मैले लास्टमा अहिले आएर मैले यहाँ साउन्ड कभर गर्नुपर्ने भएको छ गाइस है मेरो फेस नहोला त्यहाँ टेन्सन नगर्नु केही भएन होइन कोही छैन अब चाहिँ हामीले जति पनि गेम खेलिरहेको छौँ रमाइलो गरिरहेको छौँ इन्ट्रेस्टिङ गरिरहेको छौँ होइन हजुरहरूले बिन्दासले खेल्नु होला रमाउनु होला मजा गर्नु होला है किनभने भिडियो छोटो भएको छ यसमा गर्दै खै कहाँबाट के कटिङ गर्दा प्याडाङ पुडुङ भएर चाहिँ कट्यो क्या त्यही भएर चाहिँ है
त्यसको लागि चिन्ता केही पनि फरक पर्दैन हाम्रो लागि फ्यासनेट ठुलो कुरा होइन हाम्रो लागि गेम इम्पोर्टेन्ट हो है हामीले चाहिँ इन्ट्रेस्टिङ हाम्रो इन्टरटेनमेन्ट नै हाम्रो लागि बेस्ट हो होइन गाडीको सिन सबै कुराहरू हेर्दा बेस्ट हुन्छ है त्यही भएर टेन्सन लिनुपर्ने केही कुरा केही पनि छैन सबैजना अब चाहिँ यहाँबाट चढाउनु पर्ने साह्रै गाह्रो भइरहेछ के गर्नु खेल्नु कि नखेल्नु भनेर तनाव भइरहेछ होइन ओभर गरिदिइरहेछु टेन्सन छैन र हाल अहिले चाहिँ यो गेमपछि कुन गेम खेलौँ त हामी यो गेमपछि कुन गेम खेलौँ त हामी त्यो कुराको कन्फ्युजनमा आइरहेछु कि म यो गेमपछि कुन गेम खेलौँ त मैले ल यहाँको पाहाड हेर्दा फेरि पनि यो गेम खेल्नु मन लाग्छ होइन नेक्स्ट टाइम फेरि पनि यही गेम खेल्नु छ भन्ने मैले आशा गरेको छु हजुरले राम्रो सपोर्ट गरिदिनुहुन्छ हजुरले राम्रोसँग भाइलाई माया गरिदिनुहुन्छ है यो गेममा लडेछ कुदान केटा यसको अहिले के भइरहेछ यो राम्रोसँग यसको जुन यो ब्रेकर हो कि के लाग्यो यो लागेर किन यस्तो भइरहेछ अनि फुल स्पिडहरू पनि चल्दैन त यो ब्रेकरको के हो यो ह्यान्ड गियर भन्छ ह्यान्ड ब्रेक भन्छ ह्यान्ड ब्रेक हो कि झ्याप्प लाउनु बित्तिकै गाडी उही घुम्छ नि होइन लाग्यो त्यस्तै जस्तो लाग्यो मलाई लाइट बजेको हेर्नु लाइट बलेको हेर्नु हर्न बजेको होइन लाइट ल फेरि के घुम्थ्यो के हो अच्छा यो त यो ह्यान्ड ब्रेक कुद्दा स्पिड यो चल्दै झार्दियो भने चाहिँ गाडी चुई कुद्दो रहेछ यार चुई कुद्छ गाडी बुझ्नुभयो चुई कुद्छ दामी ल फुल स्पिड हानिसकेको छु उकालोमा ठोक्यो है ल फेरि कुद्यो अब कुद्न केटा कुद ल त्यही अघिको फ्युल उठाउ आयो फेरि म यही बाटोभरि पो घुमिरहेको म ल कुदाउनु पर्छ है जा ल ठोकेको छ अब धेरै पनि गेम यसको यस्तै भइरहेको छ होइन यो उकालो चढाउन यताउता गर्न साह्रै गाह्रो हुन्छ गाइस है अब मैले के भन्न चाहन्छु भने सम्पूर्णलाई राम्रोसँग बस्नु होला राम्रोसँग मेरो गेमहरू हेरिदिनु होला है राम्रोसँग हेर्नु होला कमेन्ट गर्नु होला कस्तो लाग्यो हजुरलाई कमेन्टमेन्ट्री कस्तो लाग्यो गेम इन्डियामा कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला है अनि यसै गरी म बनाएर भिडियो आइराख्छु हेरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु भनेर त म भन्दिनँ अब किनभने धेरै भन्यो भने कति भने यसको च्यानल किन सब्सक्राइब गरिदिनु भन्ने फिल हुन्छ होइन तर तपाईँसँग गेमको लागि इन्ट्रेस्ट गर्नुहुन्छ हल्का मलाई त्यो गर्नु माया गर्नुहुन्छ भने चाहिँ गरिदिनु होला है उता म केही भन्दिनँ हजुरले सब्सक्राइब गरे पनि भयो नगरे पनि भयो हजुरको इच्छाको कुरा हो होइन यो कुरामा धेरै बार्गेनिङ नगरिहालौँ गर्नु हुँदैन यस्तो कुराहरूमा दाइले थाहा छ मैले पनि ढुक्कै छु त म त ढुक्कै छु त हजुरले माया गर्नुहुन्छ भन्ने कुरा म ढुक्कै छु त है त गाइस ओके लभ यु अल गाइस बाई गुड नाइट